नमस्ते, वेलकम छ माया थापा युट्युब च्यानलमा। के छ नि त्यस्तो घाँटी खसखस भइरहेको के छ नि हजुरहरूको हालखबर? सबैजना सन्चै हुनुहुन्छ होला है। अनि गाइज के गर्नु भनेर कि आज के भन्नु लाग्छ मैले। सो गाइज म धेरै दिनपछि मेरो युट्युबमा के भन्छ अब बिर्सेँ म त जस भिडियोमा आएको छु साथीहरू है। अलिकति दिमागमा काम गरिरहेको छ नि आज बिहानदेखि मलाई के भइरहेछ अनि सो आज चाहिँ मेरो जन्मदिन हो है। मेरो जन्मदिन हो आज, एकदमै राम्रो स्पेसल दिन हो मेरो। सो मलाई जसले फेसबुकमा होइन मेसेन्जरमा मलाई जसले ह्याप्पी बर्थडे भन्नुभयो उहाँहरूलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि साथै मलाई जन्मदिन हुने मेरो बुवा आमाहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो सुनौलो संसारमा जन्म दिनुभएकोमा एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु गरेको छु। अनि त्यही हो साथीहरू, मलाई एकदमै आश्रम जाने मन थियो एकदमै आश्रम जान मन थियो किनभने मेरो बाबु अलिकति बिरामी भएको कारणले म आज चाहिँ जान सकिनँ। किनभने मलाई आफ्नै हातले गएर खुवाउने मन छ मलाई आश्रम एकदमै जाने मन छ। त्यो पनि अब अहिले नभए पनि अर्को साल चाहिँ जानेछु भन्ने जो आशा राखौँ आश गरेको छु। अनि अहिले चाहिँ त्यही हो, अलिकति घरमा पनि जुठो परेको कारणले अलिकति मन्दिर यताउति जान नमिल्ने भएर मन्दिर सन्दिर पनि गएन। अनि यतिकै घरमा बसेँ बिहानदेखि। अनि एउटा कुरा मलाई खुलु लागिरहेको आज है, बच्चा जस्तो हिजो अस्ति जस्तो लाग्छ मलाई बिहा गरेको। अनि 10 वर्ष पुरा 11मा पनि लाग्यो। साथै मेरो उमेर पनि त्यही सँगसँगै मेरो उमेर पनि 1 वर्षले थपेर अलिकति के भन्छ बढ्दै गयो अनि अचम्म लाग्छ हिजोको जस्तो लाग्छ त्यो गाउँ त्यो घरमा हिँडेको आज है। आज भोलि समय जानलाई कति पनि टाइम लाग्दो रहेछ। थप 1 वर्षले बुढी भएको छु। अनि साथै मेरो 2टा छोराहरू पनि छन् है। एउटा छोरा 8 वर्ष पुरा 9मा लागेका छन् भने एउटा छोरा 2.5 महिनाका छन्। उनी चाहिँ एकदमै बिरामी भएको कारणले हस्पिटल यताउति भएको कारणले खासै अब बच्चा भएपछि भिडियो पनि बनाउन नपाइदो रहेछ। अनि आफ्नै भिडियो आफ्नै उसले बनाएको चाहिँ हाल्न पाएको छैन। अनि साथीहरू यो चाहिँ म आफ्नै मुखले आज जन्मदिनको दिन केही कुराहरू राखौँ न त मनमा लागेका कुराहरू भनेर मात्र राख्न लागेको हजुरहरू सामु। त्यस्तो विशेष त केही पनि छैन है। त्यही हो, अब बर्थडे चाहिँ म मनाउँदिनँ होला किनभने भर्खरै हस्पिटलबाट आएको पनि आज 13 दिन भयो, 13-14 दिन भयो होला सायद। अनि धेरै दिन हस्पिटलको बसाइ, त्यही माथि अब टेन्सन तनाव, त्यही त। अनि बच्चा बिरामी भएपछि आमा भएपछि हरेक थोकहरू सहनुपर्छ। अनि त्यो भएको कारणले पनि अहिलेको साल मलाई खासै बर्थडे मनाऊँ जस्तो लागेको छैन। हेरौँ अब बुढाहरूले बेलुका मनाइदिनु भएको छैन अब त्यो अलग कुरा हो। तर मैले चाहिँ विशेष मेरो बर्थडे हो भनेर चाहिँ मैले कसैलाई बोलाउँदा पनि बोलाउँदैन, मैले बर्थडे मनाउँछु भनेर त्यस्तो चाहिँ चाहना गरेको छैन गाइज। अनि त्यही हो, जसले आशीर्वाद दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै एकदमै खुसी पनि लागिरहेको छ किनभने यति छोटो उमेरमा भनौँ कि अब के भनौँ 2टा सन्तानको आमा पनि बन्न पाएको छु। एकदमै आफूलाई एकदमै भाग्यमानी पनि ठानिरहेको छु। अनि त्यही हो, खुसी लाग्छ। कहिलेकाहीँ यसो सोच्छु हिजो अस्ति जस्तो लाग्छ है, म यति बुढी भइसकेँ। अब आज भोलि है हेर्दै
कति बेला उमेरले डाँडो काट्छ ठेगान हुँदैन भन्थे त्यस्तै भयो त्यस्तै भइरहेछ भनौँ न। अनि कस्तो धेरै बोल्न पनि आएन कि गाइस, किन होला म बोल्नै आएन भने छ्या अकमक गरेँ म त। अनि त्यही हो साथीहरू, जसले मलाई ह्याप्पी बर्थडे भन्नुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कानमा मैले यो जुली निकालेर राखेको थिएँ कि लाउनु पनि पाइरहेको छैन। अनि कता मन खल्लो पनि लागिरहेको छ है। भनौँ कि नभनौँ, अब त्यो भनेर पनि साथ दिने छैन है। त्यो अब होस् त, त्यतिकै होस्, त्यसलाई बिर्सिदियो, पास्टै हुन्छ होइन। अनि मेरो युट्युब फ्यामिलीहरूलाई एकदमै माया गरिदिनु होला साथीहरू भन्न चाहन्छु। विशेष गरी मलाई सम्पूर्ण जसले माया गरेर मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छ, मेरो भिडियोहरू हेरिदिनुहुन्छ, उहाँहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। केही गरी मैले बर्थडे मनाइहालेँ भने पनि, मैले होइन बुढाहरूले मनाइदियो भने पनि म भिडियो बनाउने कोसिस गर्नेछु भन्न चाहन्छु। अनि के भन्ने, मलाई जुन मान्छेले मलाई बर्थडे विस गर्नु पर्यो त्यो मान्छेले मलाई बर्थडे विस पनि गरेको छैन। रिस उठिरहेछ आया। कस्तो नरमाइलो लागिरहेछ कि मलाई आज बिहानदेखि किन थाहै छैन, यत्तिकै कस्तो लागिरहेछ। सो साथीहरू, कुरा यति हो, अब के भन्नु है। थ्याङ्क यू सो मच सबैजनालाई, धन्यवाद सबैजना। सो मेरो युट्युब च्यानल सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। धेरै दिनपछि उपस्थित भएको छु होइन, भएको थिएँ अब मिलाएर बोलौँला नि साथीहरू बिस्तारै। थ्याङ्क यू सो मच सबैजना, बाई बाई।